माननीय सभामुख महोदय, यस संसद वा सभाको यस बैठकमा विभिन्न विषयसँग सम्बन्धित विषयहरू प्रमुख प्रतिपक्षी दलको नेताले यहाँ राख्नु भएको छ। त्यसका लागि उहाँलाई म धन्यवाद दिन चाहन्छु। कानुनी व्यवस्था र संघीयतापछि हामीले गरेको अभ्यास अनुसार असार 1 गते बजेट ल्याउने कानुनी व्यवस्था र प्रचलन रहिआए मुताबिक कर्णाली प्रदेश सभामा पनि यो विषय प्रवेश गरेको छ र हामी प्रक्रियाकै सन्दर्भमा यो बैठक गरिरहेको एउटा अवस्था छ। अभ्यासहरू आफ्ना ठाउँका आफ्ना हुन सक्छन्। यहाँ गरिएको अभ्यासलाई पनि म अन्यथा त लिन्न, तर हामीले विगतको भन्दा यस वर्ष विभिन्न कारणले हामी अलि विलम्बमा बजेट प्रस्तुतिको एउटा पाटो पूरा गरेर आज हामी अर्को बैठकमा उपस्थित छौं। धेरै जसो योजना छनौट र बजेट तर्जुमासँग सम्बन्धित विषयहरू यहाँ उठेका छन् वा उठाइएको अवस्था छ। यस बीचमा 1 गतेपछि वा 1 गते हामीले विलम्ब गरेर बजेट प्रस्तुत गर्नुभन्दा अगाडि पनि हामीले गम्भीरतापूर्वक त्यही विषयमा कसरी अगाडि बढ्ने हामीले छलफल गरेका थियौं नै। छलफलमा हामी सहभागी भएकै थियौं। विलम्बका साथ प्रस्तुत हुने अवस्थामा 2 लाइनको वा 2टा विषयमा सहमति गरेको कुरा मान्य सदस्यहरू जानकारै हुनुहुन्छ, तर म आज औपचारिक रूपले नै सभामुख मार्फत त्यो कुरा राख्न चाहन्छु। आज बजेट प्रस्तुत गर्ने, योजना छनौट र बजेटका सम्बन्धमा प्रमुख प्रतिपक्षले उठाएका विषयहरू छलफल पश्चात संसदको प्रक्रिया अगाडि बढाउने, हामीले यही कुरा राखेका थियौं। अहिले पनि व्यक्त गरिएका धेरै विचार, धेरै कुरा कति ढङ्ग पुग्यो कति ढङ्ग पुगेन, यो सार्वभौम संसदमा छलफल हुन्छ नै। विगतमा पनि हामीले त्यो अभ्यास गरिआएकै अवस्था हो, हुन्छ नै। मैले त्यति बेला पनि भनेको थिएँ र त्यही कुरा त्यसमा लेखिएको छ। बजेटसँग आज 1 गते हो, त्यो बजेट तयार गर्दा कतिसँग परामर्श भयो, कतिसँग कहाँसम्म पुग्न सक्यो, यो पनि समीक्षाको विषय होला, छलफलको विषय हुन्छ नै, किनकि यो सार्वजनिक सरोकारको विषय हो। तर सरकारले बजेट ल्याउँछ, संसदमा आउँछ, त्यसमाथि जनताका जनप्रतिनिधिहरूले आफ्नो अभिमत राख्ने गरी हामीले विगतमा अभ्यास गर्दै आएको एउटा अवस्था छ। हामीले त्यहाँ पनि भन्यौं आज 1 गतेको प्रक्रिया हामीले पूरा गरौं, त्यसपछि उठाइएका विषयलाई विषय बनाएर
छलफल गरौँला, छलफलमा तर्क वितर्क हुनसक्छ, सहमत असहमत हुनसक्छ, तर एउटा न एउटा निष्कर्षमा हामी पुग्नुपर्ने हुन्छ, त्यो आधारबाट अगाडि बढौँ भन्ने कुरा थियो। सरकार अहिले पनि प्रतिबद्ध रहिआएको कुरा म यहाँ राख्न चाहन्छु। उहाँले अघि राखे जतिका विषय र त्योभन्दा अरू पनि विषय हुन सक्छन्। दस्तावेज नआउँदै त यति विषय छन्, दस्तावेज आइसकेपछि अरू विषय थपिन सक्छन्। त्यो केवल प्रतिपक्षको विषय मात्रै बन्छ भन्ने लाग्दैन। त्यो सत्तापक्षमा रहेका जनताका जनप्रतिनिधिहरूले पनि आफ्नो आँखाबाट हेर्दा केही अपुग देख्न सक्छन्, उहाँहरूले पनि त्यो कुरा उठाउनुहुन्छ। उठाउने गरिआएकै परम्परा यो प्रदेश सभामा रहिआएको अवस्था छ। बजेट भनेको यस्तो रहेछ, स्वयं बनाउनेलाई पनि नपुग्ने चिज रहेछ। अरूलाई त तपसिलको कुरा रह्यो, शब्द सबैलाई पुर्याउन सकिँदो रहेछ, अङ्क पुर्याउने कुरा कठिन हुँदो रहेछ। स्वयं प्रस्तोताले पनि चित्त बुझे पनि नबुझे पनि उसले जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहँदो रहेछ। त्यसमा पनि खुलाखुलस्त छलफल हुन्छ, गर्नुपर्ने अवस्था रहन्छ। सबैको सहयोगले हामी एउटा नयाँ प्रक्रियामा गएका छौँ। हामीलाई असजिलो लागिरहेको भए पनि बाहिर त्यसको सकारात्मक प्रभाव परेको हामी सबैले महसुस गरिरहेका छौँ। हामीलाई त असजिलो लागिरहेछ, तर बाहिर त्यसको सकारात्मक प्रभाव परिरहेको अवस्था छ। त्यसका बावजुद पनि हामी छलफललाई अगाडि बढाउनु पर्ने एउटा अवस्था रहन्छ। त्यसप्रति सरकार प्रतिबद्ध रहेको कुरा म यहाँ राख्न चाहन्छु। सरकार सम्भव भएसम्म गर्न सकिने, गर्न मिल्ने कुरामा कुनै आग्रह पूर्वाग्रह छैन, गर्दैन। भलै व्यक्तिले व्यक्त गर्ने विचारलाई म सम्मान गर्न चाहन्छु। यो दलीय व्यवस्था हो, विविधतायुक्त छ। हाम्रो देशको राजनीतिक यात्रामा कहिले कोसँग सहकार्य गरेर कहिले कोसँग सहकार्य गरेर सरकार सञ्चालन गर्ने परिपाटीमा हामी रहिआएको अवस्था राम्रोसँग स्मरण गर्दै मैले यहाँ बोलिरहेको छु। त्यसकारणले उहाँले भने जस्तो एकल यात्रा गर्ने भएको भए अघि आइयो त हामी, साथीहरू आउनु भएन, साथीहरूलाई सम्झियो, फर्केर गइयो त। व्यवहार त हामीले पुष्टि गरेका छौँ कि हामी एकल यात्रा गर्दैनौँ। हामी धैर्यताका साथ सहयात्रालाई अगाडि बढाउँछौँ, बढ्ने पथबाटै हामी हिँड्छौँ। यो आज गरे यात्रा यस्तो यात्रा होइन। यो पहिलो स्थापना कालमा पनि यस्तो घटना आउँदा हामीले त्यो यात्रालाई, त्यो कुरालाई कायम राख्दै आएको हौँ। आजको मात्र होइन, कायम राख्दै आएका हौँ। तर मलाई लागिरहेछ हामीले नै बनाएको कानुनले तोकेको कुरा त साथीहरूले कसो सहज नलेलान् भन्ने मलाई लागेको थियो। परिस्थिति त्यस्तो देखिएन। त्यो समयक्रममा छलफल गरौँला। हामीले नै बनाएको कानुन र हामीले नै व्यवस्था गरेको नियमावली अन्तर्गत जाने कुरा भिन्नताका बावजुद यो तहमा पुग्ला। मैले बैठकमा पनि भनेको थिएँ, मेरो आफ्नो अनुभूति यहाँ सुनाउन चाहन्छु। हामीले तर पनि हामी धैर्यताका साथ हामीले गरेका कतिपय कामहरूमा प्रश्न बाहिरबाट र भित्रबाट उड्दै पनि सहयात्राको यो यात्रालाई नै प्रमुख ठानेर हामीले यात्रा गरेको कुरा म यहाँ तपाईँहरूका बीचमा राख्न चाहन्छु। फेरि पनि म दोहोऱ्याएर भन्न चाहन्छु, दस्तावेज नआउँदै त यति छ, यहाँ उल्लेख गर्नुभएको छ। आएपछि पक्कै पनि विषय अझ थपिन्छन्, थपिने कुरालाई म सहज मान्छु। सहज विषय सबैले राख्नुहुन्छ, त्यसलाई पनि म सहज ठान्छु। यही आधारबाट फेरि पनि म दोहोऱ्याएर भन्न चाहन्छु, यहाँ उठाइएका सबै विषयमा खुलाखुलस्त छलफल गर्न तयार छ सरकार। छलफल गर्दा नमिलेका जोडतोड पनि त्यही राख्छ, सकेसम्म मिलाउने सोचका साथ अगाडि बढ्छ।
बढ्न नसकिने कुरा रहेछ, बैठकमा पनि आफ्ना कुरा भन्छ। समय मिलेर र जरुरत परेछ भने यस्तै सभाबाट पनि सरकारका कुरा तपाईँहरूका बिचमा राखिन्छ। यस्तो लाग्यो मलाई, हामी यही समाजबाट आएका नै हौँ सबै, पार्टीका हिसाबले विभक्त भए पनि कोही केही पार्टीमा छौँ, कोही केही पार्टीमा आछौँ। समाज यही पार्टीबाट हामी अगाडि बढेको साथीहरू नै यहाँ उपस्थित छौँ। म सरकार प्रमुख भएको हुनाले सबैको जिम्मेवारी मैले लिनुपर्ने हुन्छ नै, नैतिक जिम्मेवारी लिन्छु नै। तर कसले कहाँ के बातचित गर्नुहुन्छ, कसले कहाँ संवाद गर्नुहुन्छ, कसले कहाँ गर्नुहुन्छ, त्यो पनि महत्त्वपूर्ण कुरा हो। यस अवसरमा म सभामुख मार्फत भन्न चाहन्छु, जो जिम्मेवारीमा छौँ, जस्तो समाजमा हामीले यो जिम्मेवारी निर्वाह गरिरहेछौँ, बातचित छलफल कुराकानी गर्ने कुरामा एक्का नराख्दा सहजतापूर्वक भन्नेपछि त्यही समस्याका रूपमा प्रस्तुत हुने परिस्थितिलाई मलाई लाग्छ जिम्मेवारीमा रहनेहरूले गम्भीरतापूर्वक बुझ्नुपर्ने, महसुस गर्नुपर्ने, त्यस अनुसारको भूमिका निर्वाह गर्ने कुरा पनि गर्नुपर्दो रहेछ। गर्ने कुरामा हाम्रो ध्यान जानुपर्ने हुन्छ भन्ने कुरा पनि म यस अवसरमा राख्न चाहन्छु। सत्ताइस गतेको कुरा भन्नुभएको छ, म रिपिटेडली फेरि पनि भन्न चाहन्छु। हो, पहिलोचोटि अभ्यास हुँदा हाम्रा जनप्रतिनिधि साथीहरू धेरै पटक धेरैचोटि एउटै विषयमा विभिन्न व्यक्तिसँग वा सरोकारसँग तपाईँहरू संवादमा, छलफलमा, पहल कदमीमा लागेको कुरा मलाई थाहा छ। मैले त्यस दिन त्यति बेला भनेको कुरा के हो भने, सूचीकृत भएका योजनाहरूमा केही प्राविधिक समस्याहरू देखिए भने त्यसको सहजीकरण गरिनेछ। पालिकाले पठाएका, ओडाले पठाएका कति समेट्यो समेटेन, पालिकाले समाएको सबै जिल्लामा कति समेटियो समेटिएन, जिल्लाबाट पठाएका मन्त्रालयमा कति समेटियो समेटिएन, यो हाम्रो छलफलको विषय परिष्कृत हुने समय छ नै छ। जसले म भन्न चाहन्छु, एकाध बाहेक केही मान्य सदस्यहरू त म आफ्नो कुरा मसँग पनि राख्नु भएको थियो, मैले पनि कुरा राखेँ। हामी सहजतापूर्वक, हामी जो मसँग सम्पर्कमा हुनुहुन्थ्यो उहाँहरू सहजतापूर्वक हामी एउटा टुङ्गोमा पुगेको अवस्था थियो। लुकाउनु पर्ने कुनै चिज छैन। सत्ताइस गते त्यो सार्वजनिकको कुरा थिएन, आएकाहरूको कतिपय कुराहरूको समस्या भयो भन्ने कुरा थियो। पछि फेरि यो सार्वजनिकको कुरा उठ्यो। छलफलमा उठेपछि यो लुकाउनु पर्ने चिज होइन जस्तो लाग्यो। तर प्रोजेक्ट बैंक हामीले मात्रै बनाएको पहिलो हामी होइनौँ। अन्यत्रको अभ्यास बुझ्दा अहिलेसम्म त्यस्तो अभ्यास रहि न रहेछ। तर मलाई पनि के लाग्यो भने यो लुकाउनु पर्ने चिज, देखाउनै नहुने चिज होइन नै भन्ने लाग्यो। साथीहरूले कुरा उठाउनु भयो, त्यसलाई गम्भीरतापूर्वक एक नम्बरको सूची बनाउनु भयो। त्यसलाई आवश्यक निर्णय र प्रक्रियाका आधारबाट उपयुक्त ढाँचाबाट सार्वजनिक गर्ने कुरा कर्णाली प्रदेशमा सुरुवात भएको अवस्था छ। म यति कुरा म तपाईँहरूका बिचमा राख्न चाहन्छु। कोही कसैले त्यस्तो बोल्नुहुन्न नै। त्यसमध्ये पनि जिम्मेवारी हुनेहरूले, बोकेकाहरूले बोल्ने कुरा अहिलेको जस्तो समयमा, त्यसमध्ये पनि अङ्कको विषय बोक्नेवालाहरूले ख्याल गर्नुपर्ने विषय हो। किनकि किताब नआउँदै त यो तहसम्म पुगेको छ, किताब आएपछि के होला अनुमान मात्रै गरे हो मैले। अहिले किताबको चर्चा सङ्घमा पनि चलिरहेछ, किताबको चर्चा साथै प्रदेशमा छ, बजेटको चर्चा, बजेटको सेसन हो। आफ्नो अभ्यास देखिरहेको एउटा अवस्था छ। त्यसको सकारात्मक वा नकारात्मक प्रभाव के पर्ला त्यो तपसिलको विषय हो। तर यो सबैलाई पुर्याउन सकिने विषय होइन नै।
गएको बजेट वक्तव्यमा जे कुरा ल्याउने भनिएको अवस्था थियो, कतिपय त्यसको स्पिरिट अनुसार त्यो तहको व्यवस्था त गर्न सकिएन। हामीले योजना छनौटको कार्यविधि होइन, हामीले कानुन ल्याउने लेखेका थियौँ। त्यो बजेट वक्तव्यले बजेट विनियोजन गर्दा जे कुराको माग गरेको थियो ती सबै कुरा का आधारबाट हामी अगाडि बढेको अवस्था छ। त्यस्तो गर्नुहुन्थ्यो कि हुँदैन त्यो सम्बन्धले सोच्ने कुरा हो। तर मलाई के खुसी लाग्यो त भन्दाखेरि बजेट बाँड्ने तजबिजीमा रहेको मन्त्री समेत मागपत्र प्रस्तुत गर्ने कुरा त त्यो सकारात्मक लिनुपर्ने हो जनस्तरमा भन्ने मलाई चाहिँ लाग्छ। तर छलफल चलाइरहनु भएको छ, किनभने ऊ आफैले तजबिजीले हालिरहेको थियो त। तर अहिले हामी कमसेकम मन्त्री समेत मागपत्र प्रस्तुत गर्ने ठाउँमा पुग्ने कुरा त कति सकारात्मक कति नकारात्मक कुरा हो त्यो फेरि छलफल गर्न सकिन्छ। तर मेरो विचारमा त्यसले कति ढङ्ग पुर्याएन, कहाँ पुग्यो पुगेन त्यो सम्बन्धीले सोच्ने कुरा हो। तर त्यसलाई सकारात्मक ढङ्गले लिँदा राम्रो होला भन्ने मलाई चाहिँ लाग्छ। छलफलको विषय उठेछ भने जे निष्कर्षमा पुगौँला त्यो हामी त्यसअनुसार अगाडि बढौँला। तर हामी त्यस्तो देख्छौँ। हिजै त्यो सशस्त्रबाट हेर्ने योभन्दा अगाडिका जो त्यो जिम्मेवारीमा रहनुहुने साथीहरूले वा त्यति बेला हाम्रो कुनै व्यवस्था नभए हुनाले तजबिजीका आधारबाट योजना छनौट गरेकोलाई सुधार गर्न हामीले के भन्यौँ त भन्दा सशस्त्रको पनि कार्यविधिका आधारबाट योजना छनौट गरिनेछ भनेर गएको बजेट वक्तव्यमा उल्लेख गरिएको एउटा कामका आधारबाट यो सरकार अगाडि बढ्यो। त्यसको कार्यान्वयन गर्ने क्रममा कतिपय ल्याप्सेसहरू कतिपय कमजोरीहरू रहेछन् भने ती समयक्रममा समृद्ध गरेर हामी जानुपर्ने एउटा अवस्था रहन्छ। त्यस कारणले उहाँहरूले उठाउनु भएको कुरा चाहिँ मलाई लाग्छ हामीले आज अस्ति गरेको 2 लाइनको 2 वाक्यको अगाडि आज हामी पहिलो वाक्यको कुरा काम सम्पादन गर्छौँ। त्यो काम सम्पादन गरिसकेपछि दोस्रो तहमा लेखिएको विषयमा हामी खुलाखुलस्त छलफल गरेर निचोड निष्कर्ष निकालेर अगाडि बढ्ने कुरा जे सहमति भएको छ त्यसप्रति सरकार प्रतिबद्ध रहेको छ। त्यसअनुसार साथीहरूलाई कुरा राख्न चाहन्छु। यस आधारबाट मलाई लाग्छ अगाडि बढ्नुपर्ने अवस्था रहन्छ। अब अरू कतिपय अब समयक्रममा भोलि पनि उठाउनु नै हुन्छ। अब सरकारकै सन्दर्भमा कतिपय कुराहरू साथीहरूले उठाइरहनु भएको छ। म अहिले नै ती सबै विषयमा जान चाहन्न, किनकि अधिकांश विषय बजेटसँग योजना तर्जुमासँग छ र त्यो बजेट तर्जुमा र यहाँसम्म आइपुग्दा गरिएका कतिपय व्यक्तिले व्यक्त गरेका काम कारबाही र कतिपय घटनाक्रमका बारेमा यहाँ विषयहरू उठेका छन्। त्यसलाई हामी विषय बनाएर सदनभित्र सदन बाहिर पनि वा बातचितमा पनि हामी छलफल गरेर अगाडि बढ्ने कुरा राख्दै आफ्ना भनाइ टुङ्ग्याउँछु। धन्यवाद।